मान्छे भयो भने सानो भाइले नि ढोग्नुपर्छ हामीले तर हो तपाईँहरूको चाहिँ छोरीलाई धेरै त्यो नि एउटा राम्रै हो तर त्यो त हो कुटहरू उनीहरूको त अनि भाइहरूले लाताले हान्छ नि त बाहुन छेत्रीहरूको धर्म हिन्दू धर्ममा होइन तर हाम्रो त्यस्तो हुँदैन पाप लाग्छ भन्छ कि हाम्रो चाहिँ ढोग्नुपर्छ खुट्टाले चुकेर लाग्नु अनि छोरीले आमाले खुट्टाले हान्छ हाम्रो फेरि त्यस्तो हुन्छ छोराले चाहिँ हुन्छ त्यही भएर होला कि उसले चाहिँ त्यस्तो भनेको कि मलाई अनि सबैको एउटै कहाँ हुन्छ र आफ्नो आफ्नो चलन हुन्छ नि आफ्नो फेरि एउटै जातको भयो नि ठाउँ अनुसार फेरि फरक हुँदो रहेछ कि हुन्छ कि त्यो नि तर हाम्रो तामाङ जातमा चाहिँ त्यति कुरो चाहिँ फरक हुँदैन कि कान्छी त्यो छोरी ज्वाइँले बिहेमा हाम्रो ठुलो मान्छेलाई हुन्छ नि त ढोग्नु पर्ने बाहुन छेत्रीको चाहिँ त्यो फरक छ हाम्रोमा चाहिँ छैन हाम्रो जातमा